किनकि जापान मेरो लागि त्यति नौलो ठाउँ त अवश्य पनि होइन, तर विगतमा आउँदाखेरि जापानमा बस्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग चाहिँ नि यसरी जम्का भेट बिरलै हुन पाइरहेको थियो। आज यो स्वर्ण अवसर मिलेको छ, त्यसमा म सम्पूर्ण आयोजक टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो एनआरएनका जति पनि हुनुहुन्छ सुभाषजी लगायत उहाँका साथीहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि उहाँहरूको प्रयास र चाहनाले आज हाम्रो यसरी प्रत्यक्ष भेटघाट भएको छ। र कलाकारको नाताले हाम्रो अप्रत्यक्ष त भेटघाट हुन्छ, यहाँहरूले इन्टरनेटमा हेर्नुहुन्छ, कहिले सिनेमा हलमा हेर्नुहुन्थ्यो होला, टेलिभिजनमा हेर्नुहुन्छ, तर यसरी प्रत्यक्ष चाहिँ भेटघाट बिरलै हुन्छ र प्रत्यक्ष भेटघाट हुँदाखेरिको मजा अर्कै हुन्छ, हो कि होइन? एउटै थलोमा चाहिँ केही समय बिताइन्छ, बेग्लै किसिमको आत्मीयता रहन्छ, बेग्लै किसिमको सम्झना मन मस्तिष्कमा बोकिन्छ। त्यसकारण आजको यो उपस्थिति मेरो लागि अत्यन्तै नै विशेष छ। विगतमा जापानमा आउँदाखेरि म जापानमा आउने जाने गरेको करिब अहिले यसो हिसाब गर्दाखेरि 23-24 वर्ष भएछ। विगतमा आउँदाखेरि धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग यसरी भेटघाट हुँदैन थियो, तर अब यो पछिल्लो समयमा मैले सुनेको छु जापानमा उल्लेखनीय हिसाबबाट नेपाली समुदायको वृद्धि भएको छ। म पहिलाचोटि आउँदा केही हजारमा हुनुहुन्थ्यो भने अब अहिले 3 लाख जति नेपालीहरू भइसक्नुभयो भन्ने मैले सुनेको छु। र होला पनि, किनकि बाटोमा हिँड्दाखेरि पनि अब राजदाई राजदाई भन्ने आवाज सुनिरहेको हुन्छ कि आजकल म जहाँ गए पनि, र अत्यन्तै नै खुसी लाग्छ। हुन त अब हामी नेपाली समुदायहरू जापानमा मात्रै नभएर पछिल्लो 20-25 वर्ष यता संसारभरि छरिएका छौँ, विभिन्न राष्ट्रमा छरिएका छौँ। र कलाकारको नाताले म विभिन्न राष्ट्रमा जान्छु र तपाईँहरू जस्तै नेपाली समुदायहरूसँग चाहिँ विभिन्न राष्ट्रमा जहाँ बस्नुभएको छ उहाँहरूसँग भेटघाट गर्छु। र भेटघाट गर्दाखेरि सबैमा चाहिँ एउटा नेपालीपन र नेपाली आत्मीयता हुँदाहुँदै पनि नेपाली समुदायहरू जहाँ जहाँ बस्नुहुन्छ त्यहाँको अलिअलि फ्लेभरले चाहिँ उहाँहरूलाई प्रभाव पारिरहेको हुन्छ। जापानमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनी तपाईँहरू हुनुहुन्छ, तपाईँहरूमा नेपाली आत्मीयता छ, नेपाली स्नेह छ, नेपाली सम्झना छ, तर त्यो हुँदाहुँदै पनि कता कता यहाँको अलिअलि फ्लेभर तपाईँहरूमा छ। अमेरिकामा गयो भने पनि त्यही छ, त्यहाँको नेपालीहरूमा अलिअलि अमेरिकन फ्लेभर, अस्ट्रेलिया गयो भने अस्ट्रेलियन फ्लेभर। त्यस कारण अहिले नेपाली दाजुभाइ दिदीबहिनीहरू संसारभरि फैलिनु भएको छ र विभिन्न राष्ट्रमा चाहिँ नि आफ्नो कर्मभूमि बनाउनु भएको छ। तर उल्लेखनीय सङ्ख्यामा नेपालीहरू विदेशमा रहे तापनि नेपाली समुदायहरू विदेशिन थालेको त्यति धेरै भएको छैन। जम्मा 1 पुस्ता भयो, करिब 95% जति पनि नेपाली समुदायहरू विदेशमा छरिनु भएको छ उहाँहरू पहिलो पुस्ता नै हुनुहुन्छ। र पहिलो पुस्ताको विशेषता के रहन्छ भने जहाँ रहे तापनि, जुनै किसिमको संस्कृतिमा भए तापनि, जुनै किसिमको भाषा सिके तापनि, रहनसहन सिके तापनि, आत्मीयता, सम्झना, स्मरण, आफ्नो बाल्यकाल, हुर्काई चाहिने नेपालकै हुँदो रहेछ। पहिलो पुस्ताको त्यो विशेषता हो, किनकि प्रारम्भिक चरण आफ्नो जीवनको जहाँ बितायो, जहाँ आफूले चाहिँ एउटा जग बसालेको हुन्छ जीवनको, त्यो जगले चाहिँ एकदमै डह्रो हिसाबले काम गरिरहेको हुँदो रहेछ पछिल्लो चरणमा जहाँ बसेका पनि। त्यस कारण अहिले नेपाली समुदायहरूको विशेषता त्यही नै छ। संसारभरि नेपालीहरू छरिए तापनि, विभिन्न राष्ट्रको संस्कृति भाषा अपनाए तापनि, रहनसहन अपनाए तापनि, आत्मीय हिसाबले र आफ्नो प्रारम्भिक चरणको सम्झनाहरू चाहिँ नि आफ्नै राष्ट्रको छ, आफ्नै नेपालीपनको नै रहिरहन्छ। तर अब यो त धेरै वर्षसम्म हुनेवाला छैन, किनकि अहिले भर्खरै तपाईँहरू चाहिँ सबै ठाउँमा पहिलो पुस्ता हुनुहुन्छ, तर अहिले तपाईँहरूको छोराछोरीहरू विभिन्न राष्ट्रमा हुर्किँदै हुनुहुन्छ। यहाँ बस्ने तपाईँहरूको जापानमा हुर्किरहनु भएको छ, अन्य राष्ट्रमा बस्नेहरूको त्यहाँ सबै अर्को ठाउँमा हुर्किरहनु भएको छ। र पहिलो पुस्ता त सधैँभरि रहिरहँदैन। पहिलो पुस्ता तपाईँ हामीहरू भनेको अर्को हँदै रह्यो भने 20-25 वर्ष रहौँ न, 20-25 वर्षपछि त फेरि यो संसारभरि छरिएको नेपालीहरूको दोस्रो पुस्ता जो चाहिँ नि विभिन्न ठाउँमा उहाँहरू हुर्किनु भएको छ, उहाँहरूको प्रारम्भिक चरण विभिन्न राष्ट्रमा गुज्रिएको छ। त्यसकारण उहाँहरूको सम्झना, आत्मीयता, भोगाई बेग्लै नै हुनेछ। यो पहिलो पुस्ता जस्तो हुँदैन।
उहाँहरूको सम्झना आत्मीयता आफ्नो प्रारम्भिक चरण आफ्नो राष्ट्रसँग खासै गाँसेको हुँदैन। जहाँ जहाँ हुर्किनु भएको छ त्यतै हुन्छ। त्यस कारण दोस्रो पुस्ताको नेपालीहरूलाई चाहिँ बहुसङ्ख्यक रूपमा अर्को मलाई लाग्छ 20-25 वर्षपछि चाहिँ सायद हामीले जुन कनेक्सन पहिलो पुस्ताको नेपालसित पाउँछौँ त्यो कनेक्सन त्यही हिसाबमा चाहिँ नपाउन पनि सक्छौँ। र अर्को 20-25 वर्षपछि जापानमा हुर्केका नेपालीहरू जापानी तरिकाका हुन्छन्, अमेरिकामा हुर्केको अमेरिकन तरिकाका हुन्छन्। सायद दोस्रो तेस्रो पुस्ता पुगेपछि एउटा देशमा हुर्केको नेपालीले अर्को देशमा हुर्केको नेपालीसँग चाहिँ बोलीचाली गर्न पनि गाह्रो पर्छ होला भाषाको हिसाबले र संस्कृतिको हिसाबले। त्यो चाहिँ विडम्बना हो। त्यसैले पनि यो पहिलो पुस्ताको जिम्मेवारी के रहन्छ भने आफ्नो आउँदो पुस्ताहरूलाई कसरी चाहिँ आफ्नो भाषा संस्कृतिसँग चाहिँ कनेक्टेड गराइरहने, जोडिरहने हो। जुन राष्ट्रमा बसेको छ त्यो राष्ट्रको नियम कायदा संस्कृति भाषा सबै जान्नुपर्छ, सिक्नु पनि पर्छ। त्यो जरुरी पनि छ। यदि तपाईँहरूले निर्णय गर्नुभएको छ परदेशमा आएर बस्ने भनेपछि जुन राष्ट्रलाई तपाईँहरूले छान्नु भएको छ त्यो राष्ट्रको रहन सहन रीतिरिवाज संस्कृति भाषालाई चाहिँ बढ्ता ध्यान दिएर अध्ययन गरेर सिक्नु पनि पर्छ। तर त्यो सिक्नुको साथसाथमा जे आफ्नो हो, जे आफ्नोपन हो त्यसलाई पनि बिर्सनु हुँदैन, त्यसलाई पनि छोड्नु हुँदैन। किनकि पहिचान भनेको यति महत्त्वपूर्ण कुरा हो कि व्यक्तिले आफ्नो पहिचान न त्यागेर त्याग्न सक्छ न कसैले खोसेर खोस्न सक्छ। तपाईँहरू भोलि चाहिँ गएर जापानकै नागरिकता लिनुभयो भने पनि यही जापानको व्यक्तिले सोध्छ हो त जापानको नागरिक त होस् तर तेरो ओरिजिन के हो वास्तविकतामा भनेर सोधिहाल्छ। त्यस कारण ओरिजिन भनेको त्यति महत्त्वपूर्ण कुरा हो। तपाईँ एउटा ओरिजिनको व्यक्ति त्यो जन्मसिद्ध उसको चाहिँ लिएर आएको हुन्छ, त्यो ओरिजिन लिएर ऊ संसारको कुनै पनि राष्ट्रमा बसोस्, भले आफ्नो ओरिजिनको भाषै बिर्सियोस्, संस्कृति बिर्सियोस् र अर्को राष्ट्रको भाषा सिकोस्, संस्कृति सिकोस्, त्यही पनि त्यो राष्ट्रको व्यक्तिले उसलाई चाहिँ परिचय दिँदाखेरि सोध्छ कि तेरो ओरिजिन के हो भनेर। उदाहरणको लागि अमेरिकामा अफ्रिकनहरू बसेको तपाईँको 300-400 वर्ष भइसक्यो। कतिलाई अफ्रिकाको मुख पनि थाहा छैन, अफ्रिकाको संस्कृति पनि थाहा छैन। तर त्यही पनि आज पनि उहाँहरूलाई चाहिँ अमेरिकन मात्रै भनिँदैन, अफ्रिकन अमेरिकन भनिन्छ। अफ्रिका भन्ने दोष उहाँहरूसँग जोडिएकै हुन्छ। त्यसैले ओरिजिन त्यो माने राख्छ। त्यस कारण हाम्रो आउने पुस्ताहरूलाई चाहिँ नि उहाँहरूको ओरिजिन जुन चाहिँ नि एकदमै उहाँहरूले न त्यागेर त्याग्न सक्नुहुन्छ न कसैले खोसेर खोस्न सकिन्छ, त्यो ओरिजिनसँग केही न केही हिसाबमा कनेक्टेड गराइ नै रहनुपर्छ। चाहे त्यो